त्यो माटुना न सुरुले नभने त काटिनु के यिनीले भन्नु हेर्दै एउटा कोराला बाजा रातो जन्म त खाँचो लाग्यो न सुरुले भन्ने कुवा भन्छ अझ त्यो माटुले के न जन्माउने म त्यतिखेर मेहनत गरिकन त्यतिखेर दुःख गरेन पाउन ल्याइकन तेरो मारण गर्ने म नराखिदिनु म सुरुले भन्ने नपाउने म त्यो माटुले कहिले कुरा गर्छ तेरो बढी भइगयो राख्छ कहिल्यै अनि मलाई सुरुले भन्ने त अनि मलाई कहिले हल्लाउँछ त अनि म बागबहादुर कसैले म अनि म यस्तो मान्छेलाई सुरुले भन्ने नराख्ने त अनि त्यो माटुले सुरुले भन्ने उठ्यो त सुन्दर बोली गएन यहाँ पर नाइका घर त्यस्तो नाइकी मान्छेलाई ठुलो त नाइकी भने त म जुत्ताको तलको मान्छे अहिले त अनि तिमी के मेरो नजिक ठुलो हुने भयो त अनि मेरो अहिलेसम्म बुझेर हल्लाउन सक्दैन तिमीले तिमीलाई हल्लाउन सक्दैन त्यो नाइकी ठुलो त मेरो नजिक नाइकी की छोरी ल्याउने आज नाइकी त्यो आज मेरो बाबा धुनी पनि गर्छौ इन्डियामा पनि यस्तै गर्यौ यहाँ पनि आफ्नो आमा बाबा मुख लाग्छौ आज मेरै बाबाले नाइकी पनि गाल गर्छौ के गर्दैछ नि मेरो बाबा तिम्रो के कालो कोदो खाइदिएछ नि आइकिन आज त्यो बडी बोल्थे अनि खेल्नु सुबाइले दुकान गरे म कहिले पनि हाले मेरो खुट्टा हाल्यो मलाई यो के हाल्ने खोटिन्छ आयो त त्यो माटो जो म त सरफल दिगयो त लाउ गएन त्यो माटोमा भिया यो अनि मसँग अनि ठुलो कुरा गर्ने त त्यो नाइकीले कहाँसम्मको कुरा गर्छ मसँग अनि त्यो नाइकी पनि ठुलो त अनि कोही हेर्ने म भागवतीसँग घरभित्र कोही छ मलाई हल्लाउने जयबेल पनि आमा बाबा मुख लाग्ने सिकाएछन् अरू के कम सिकाएछन् ल जयबेल पनि मुख लगाएछन् अझ त अहिले भाउले चर्चा गर्छ अनि तेरो भाउले कहाँसम्म गऱ्यो मैले देखिन्थेँ कहाँसम्म गरेपछि अझ त त्यो कुरा गर्थ्यो त नि अब हामीलाई कहाँसम्म गाडी अब मैले जान जे जस्तो भयो भने जस्तो गएर पनि नाइका भने ठुलोबाट मान्छ अनि त्यो माटोलाई सम्मान गर्न सिक्नुपर्छ है बाबु के त हामीले ससुरा सम्मान गर्न नसक्ने आफ्नो बाबा के गरी सम्मान गर्छौ त्यो अझ बढी टोलगर तेरो नाम सुगले त मरिएर माटुले मेरो दुईले घरमा मार्ने माटुले सुगलाले के गरेर हुन्छ ट्र्याक्टर बोलाए हुन्छ झाँग्रो बोलाए हुन्छ कि जान मामा मिले गरे माटु सुगलाले म भन्छु हो मिले गरे बेटिया मिले गरे डॉक्टर साहब मेरे भाई ने अक्सर हेडिंग में सेवन तो दिया भी सेवन ल सबिना नि ए पर्दा लगाउनुस् त सरियामा पत्तालाई बजाउन सकिने अझ टाइममा लेखिनु भएर अझ पावर बजाउन सकिन्छ सजिलो होइन
सब प्रकारको गल्ती हो। यो नानीको व्यवसाय नै गर्न गराइदिनु भएकोले यो नानीको पाठ्यक्रम पनि खोजिसकेको छ र यो नानी अब कहिले पनि आउन जान सक्दैन। तपाईँहरूले छाडा गरेर झक्सी खाएर मारपिट गरेर यस्तो गरेर उता सानै गरेर गयो गरेर काम गर्नुभएको छ। अब मैले अब बच्चालाई त बताउन सकिनँ र बाबा धेरै मिहिनेत लगाएर बताएको छु र अब घर लाग्नु होला, घर लगेर अब खानपिनमा राम्रो ध्यान दिनु होला अनि अब लगाउन सक्नुहुन्छ। ल हुन्छ।